यति राति बाहिर ढोका ढोकाउने को हो? म हरि। यतातिर काम परेको थियो र आएको थिएँ। यताउति गर्दा गर्दै ढिला भयो। त्यही भएर तिम्रो घरमा बास पाइन्छ कि भनेर आएको। तेरो नियत मलाई राम्रोसँग थाहा छ। चुपचाप यहाँबाट जाने भए जा, नत्र मैले हल्ला गरेर गाउँलेहरू जम्मा गर्नु नपरोस्। हरि, तैँले राति मेरो घरको ढोकामा पिसाब फेरेको छस्, तेरो मुतुनोमा किरा परोस्। दर्शकबिन हजुरहरूलाई सीता सिरियल मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई पनि अलमा गरिदिनु होला। यति बेला भने सीता सिरियलमा रमेश र अनुको बिहे भइसकेको छ भने अहिले चाहिँ साथीहरू रमेश, अनु र अनुको बुवा भएर घनश्याम बाको घरमा खाना खान गएका छन्। साथीहरू अहिले भने रमेशले घनश्याम बाको घरमा एकदमै सम्मान पाएका छन्। साथीहरू त्यही घरमा रमेशलाई हली भनेर दिनदिनै घनश्याम बाले कुट्ने गर्थे भने अहिले साथीहरू ज्वाइँ साहब भनेर सम्मान गरिरहेका छन्। रमेशले अहिले घनश्याम बाहरूबाट सम्मान पाएपछि चाहिँ रमेश एकदमै खुसी भएका छन्। रमेशले आफ्नो विगत पनि सम्झिएका छन्। त्यही घरमा रमेशले सुक्खा भुटेको भात खानु पर्थ्यो भने अहिले चाहिँ मासु भात खान पाएका छन्। साथीहरू खाना खाने बित्तिकै केसरी आमाले चाहिँ रमेशलाई काम गर्न जा, खाना खाएर बस्नु हुँदैन, आराम गर्नु हुँदैन, अन्नले शराब छ भनेर भन्ने गर्थिन् भने अहिले चाहिँ साथीहरू ज्वाइँ साहब आराम गर्नुस् भनेर आराम गर्न लगाएको छिन्। साथीहरू अहिले भने रमेशको पनि राम्रो दिनहरू आएको छ। यता साथीहरू हरिले भने राति सीताको ढोका ढकढकाउन जान्छ भने सीतासँग ढोका खोल्न भन्छ। हरिले चाहिँ सीतासँग बास माग्ने बहानामा ढोका खोल्न लगाउँछ। त्यसपछि सीताले चाहिँ ढोका खोल्दैनिन्। हरिलाई त्यहाँबाट गाली गरेर जान भन्छन्। त्यसपछि हरि भने रिसाएर सीताको ढोकामै पिसाब फेरेर जान्छ। त्यसपछि त्यो दृश्य देखेर सीता भने एकदमै दुखी भएको छिन्, किनकि साथीहरू आफ्नै घरको ढोकामा त्यसरी पिसाब फेरेपछि सीतालाई एकदमै दुःख लागेको छ। गाउँमा भने हरिले सीताले बोलाएर आएको हुँ भनेर हल्ला फैलाएको छ भने सीतालाई बदनाम गर्नको लागि हरि अहिले लागि परिरहेको छ। यता साथीहरू हरिले सृष्टिलाई पनि फसाउनको लागि यति बेला स्कुटी गिफ्ट दिएको छ भने अहिले हरिले नै सृष्टिलाई स्कुटी सिकाइरहेको छ। साथीहरू हरिले चाहिँ सृष्टिलाई पनि फसाउन खोजिरहेको छ। अब भने सीताले हरिको सबै पर्दाफास गर्नै पर्छ। हजुरहरूलाई के लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। त्यसै गरी साथीहरू सीता सिरियल मन पर्छ भने हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला।